जय नेपाल साथीहरू। तर अब बल्ल यो कुरा त पक्का भयो कि पुराना पार्टीहरूबाट जनता वाक्क दिक्क भए भन्ने कुरा, यो कुरा त पुरा पक्का भएछ। यिनीहरूले नयाँ शक्तिलाई दुःख दिनलाई यति गरेका छन्, रविलाई यति फसाउन खोजेका छन्, यति फसाउन खोजेका छन्, जेल कहिले कहिले कहाँ मुद्दा, कहिले कहाँ मुद्दा। तर जनता यति बुझिया छन्, यिनीहरूले जति रविलाई दुःख दिइरहेछन् त्योभन्दा बढी रवि समर्थक बढी भइरहेछन्। सदस्यता लिने एमाले र काङ्ग्रेस माओवादी छोडेर जाने, घन्टीमा जाने मान्छेहरूको लर्को लागिरहेछ होइन। अझ पनि यिनीहरू नसुध्रिएर आफ्नो खुट्टामा आफैले बन्चर नराम्रोसँग हानिरहेछन्। 48 लाखले रासपाको क्रियाशील सदस्य लिइसकेछन्। 48 लाख। ती 48 लाख रुपियाँ, 48 लाखजनाले आफ्नो परिवारका 1-2 जनालाई मिसाए भने पनि लगभग 1 करोडजनाले उ गरे, भोट पाउने भए 1 करोडको। भनेपछि तिमीहरू त 84 त सकियो त के अरे नि, बच्यो कि तिमीहरूको अस्तित्वै रहन्न। अझै दुःख द्याऊ, स्याबास, अझै दुःख द्याऊ, अझै दुःख द्याऊ। जति दुःख दिन्छौ तिमीहरू नै ढल्छौ, जति दुःख दिन्छौ त्यति नै ढल्छौ। स्याबास, तिमीहरू 1 नम्बरको घन्टीमय बनाउने नि तिमीहरू हौ। स्याबास। जे होस्, टुक्के र र्यालेले गर्नु गरे रहेछन्। हेर टुक्के र्याले, धन्यवाद तिमीहरूलाई। अझै दुःख द्याऊ। उस्तै पर्छ भने तिमीहरूका परिवार पनि घन्टीमा जान्छन्। त्यसपछि गएर कटौरा लिएर पशुपतिमा गएर देऊ 1 रुपियाँ देऊ घर बस्ने है भाउ। स्याबास डाँका डाम्नाहरू।